सो गाइस अहिले चाहिँ म मेरो गाउँबाट फर्केर जाँदैछु। मैले मेरो गाउँमा आएको थियो र यहाँ आएको छ सामान र म चाहिँ अब घरबाट बाटो लागेको हिँडेर जानु पर्यो भनेर नि। सो गाइस म चाहिँ हिँड्दै गइरहेको छु र अहिले ऊ तल पुग्नुपर्ने छ ट्याक्सीको लागि चाहिँ डाइरेक्ट तल पुगेर भेटौँ है त। सो गाइस यहाँ चाहिँ कसले बस्नुको लागि क्यानोपी टाइपको बनाएको रहेछ त्यस्तो भन्छ र यहाँबाट भिडियो देख्छ हुँदो। सो गाइस मेरो चाहिँ खुट्टामा जुकाले खाइरहेको रहेछ, मैले अहिले मात्रै थाहा हुँदैछ। यहाँ देख्न सक्नुहुन्छ यहाँ जुकाले खाइरहेको रहेछ। जुका चाहिँ ढाडेछ गाइस र अब खुन चाहिँ यसरी आउँछ हो, के गर्नु यस्तै छ लाइफ होइन। जाउँ तल गएर त्यसरी धुम। सानो सानो कुरामा पनि तिमी रिसाउने भए, लामो लामो झगडा गरी दिन बिताउने गए, फकाउन सिकाउन तिमी सधैँ सधैँ। सो या गाइस मसँग चाहिँ अहिले एकदम नराम्रो हासा भएको छ है त। यहाँ पो टेक्दिएको थियो कि टर्न पनि न सानो छ ल भनेर यहाँ हेर्नु नि लम्मै खुट्टा डुबेर बोरिङ भयो। अब यहाँ जुकाहरू खेलाउँदैछु गाइस, त्यहाँदेखि ट्याक्सी पक्रेर जाउँ। यहीँ हातभरि खुनै हुन्छ। सो गाइस म चाहिँ अब हाफ प्यान्टमा चक्टरक्क परेर रेडी भएको छु होइन जानुको लागि। फाइनली अब चाहिँ ट्याक्सीमा चढेर जाँदैछ। सो गाइस फाइनली म चाहिँ घरमा आइपुगिसक्यो र यहाँ चाहिँ बत्ती पनि छैन रहेछ हो। र फाइनली घरमा आइपुगिसक्यो होइन गाउँदेखि। र आज भ्लग यहाँ एन्ड गरौँ। हजुर नेक्स्ट भ्लगमा आज भ्लग हल्का सर्ट थियो र हाम्रो मम्मी चाहिँ उयहाँ हिँड्दैछ हो बाहिर।